अब यहाँ त सुधा दिदीसँग आउनु थियो के गर्नु सञ्जीवले लगाएको जस्तो ज्याकेट छ त यहाँतिर अग्ल्यान्ड जाँदैछौँ तौरङ्गाबाट मिस नेपाल जाँदै हुनुहुन्छ कति आएर तिम्रो टिकटकमा अस्ति न देव दाई पनि बस्नु आउनु भएको थियो लाइभमा देव दाई अन्त मैले पैसा फाल्दैको थिएँ त तपाईँ थाल्नुमा फुल मैले त्यो लाइक गरेर थिएँ एकैचोटि 200-300 पुग्ने गरेर ट्याप 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 गर्दा गर्दा आउँदै थिएँ कति माया गर्नु हामी चाहिँ अहिले अग्ल्यान्ड जाँदैछौँ तौरङ्गाबाट मिस नेपाल जाँदै हुनुहुन्छ मिल्दैन होला दाइ गाडी रोक्नु मिल्छ र मिल्दैन जस्तो लाग्यो पार्किङ त उता साइड छौ सो फाइनली हामी अग्ल्यान्डमा आइपुग्यौँ है अग्ल्यान्ड एयरपोर्टमा हौँ अब नबिनालाई छोडिन्छौँ अनि हामी पनि यसो अग्ल्यान्ड घुम्छौँ म एक्लै जानुपर्ने भएको बिचरा हामी चाहिँ यहाँ जानु नपाएर कस्तो छ है सो त्यही हो दिस इज द एयरपोर्ट अफ अग्ल्यान्ड है एकदम भास्ट छ लास्ट ठुलो छ हौ तपाईँहरू कहाँ बस्नुहुन्छ म चाहिँ भक्तपुर बस्छु यहाँ यता के अरे तौरङ्गा हजुर 4 मन्थ भयो हामी 4 मन्थ भयो हामी चाहिँ ए हो र ए पाइसपामा उहाँ दिदीहरूको घरमा बस्नु ल बाई 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 राम्रोसित टेक केयर यहाँबाट आउने के त हेर्दा पछि ल अब हामी जान नबोल्ने भयो अब ल कहाँ जानु भयो आन्टी कहाँ नेपाल जाने हो सो फाइनली नम्बरलाई पनि हामीले छोड्यौँ अब हामी कहाँ जाने अब घर जाने हामी घुम्न जाने आजको वेदर लास्ट चाहिँ क्लाउडी छ पुरै ब्ल्याक भइरहेछ पहिलो दिन आज याद आयो मलाई यस्तो ढक्का मार्दै आउने ट्रली यहाँबाट चढेको झमेलै छ छ नि अग्ल्यान्ड आएर यसो सपिङ हानु भनेको है
वेदरले ल्याङ गर्यो कस्तो वेदर भयो क्या आज त घुम्न आएको दिन यस्तो भयो झन् पुरा हावा पानी परिरहेछ सब ब्रान्डहरू सबै यहीँ हुन्छ त्यहाँ पर चाहिँ H&M छ होइन सब छ क्या यो होल एरिया नै पुरै सपिङ सेन्टर हो क्या यिनीहरू जस्ट अकल्यान्ड एकदम राम्रो छ बल्ल न्युजिल्यान्ड आएको लाइक एउटा ट्रुथ होइन न्युजिल्यान्ड आएको 4 month पछि मलाई बल्ल न्युजिल्यान्ड आएको जस्तो फिल भइरहेछ क्या लाइक रियली क्या सिटी बिग बिल्डिङहरू होइन पुरै जस्ट अकल्यान्ड एकदम राम्रो छ सो हामी चाहिँ विन्डो सपिङ गर्न जान लाग्यो होइन विन्डो सपिङ भन्ने नि आज यहीँबाट थाहा भयो आज विन्डो सपिङ भन्ने नि हुँदो रहेछ है सदा त दिदी ल्याउनुहुन्थ्यो बिर्सिनु भएछ त्यही भने मैले बनाएको खाँदैन रहेछ त तिमी खान्छ होइन मेरो चाहिँ कडा आएछ नि त फेरि थाहा पाउँदा कस्तो हुन्छ के हुन्न यो एक्सप्रेसो भन्छ हामीले चाहिँ अब यहाँ चाहिँ सर्ट ब्ल्याक बन्दो रहेछ यो चाहिँ सिङ्गल सर्ट होला मेबी यो त हाम्रो घरमा चाहिँ खाने यस्तो त्यहाँ चिन्छ छैन त्यो भन्दा स्ट्रङवाला हो दाइको स्ट्रङ खाने के यस्तो उस्तो गर्ने हो यस्तो पायो भन्छ मान्छेहरूले चाहिँ नाना फटेको जस्तो खाइज न यस्तो प्लेट बनाएर अझै यसो खाने होइन newly arrived shoes $270 है तर दामी छ यार shoes त $110 है नेपाली something 9,000 को क्र्याक सन्दीपले लगाएको जस्तो ज्याकेट छ त यहाँतिर बेबी यहाँ त के हो नेपाली 8-9 हजार बाइक त केही छैन त First year was 40, now it is 70. It is on sale. Yeah. No, it was 70, now 40. पैसा भयो त सबै स्टोरै किनिदिनु मन थियो नि होइन के गर्नु $290 बाप रे 20,000 को सुज
हेर बेबी के मन पर्छ फर्स्टमै प्राइज कति रहेछ 8,000 त हो नि जा अब यस्तो लोभी छन् है यस्तो लोभी छ मेरो बेबी के भन्नु के भयो फोन आएको अब यहाँ त सुधा दिदीसँग आउनु थियो के गर्नु बेबी सुधा दिदीसँग आउनु पर्ने यहाँ त दिदी हेर्नु त तपाईँलाई त जहाँ पनि सम्झिन थाल्यो आमा के हो चाइनिज जस्तो देख्छु त म त पहिलाकै रूपमा हो क्या हो रे ठिक छैन अनि हाँसी हो ओ सोचे क्या काउबॉय साइड लुकबाट चाहिँ दामी देख्दो रहेछ है A few moments later. पैसा तिरी फोटो खिच्न पाउने यार वाउ हेर त कति गर्छ अबुई लाइक दामी छ माथि होइन सब तिमीलाई यो मान्छेले सेल देख्नुहुन्न पुरै दौडिहाल्छ नि कति रहेछ केही राम्रो छैन क्या लिटरली केही राम्रो छैन क्या केही राम्रो छैन उसले केही मन पऱ्यो तर उसले त किन्नु त किन्यो हो Thousand years later. सबैजना थकिदा छ सपिङ गर्दा ल रेलवे ट्र्याक अब चाहिँ हामी आइकिया जानु लाग्यो है लेट्स सी त्यहाँ चाहिँ के हुन्छ के को यो आइकिया चाहिँ फर्निचर को If you want to buy home, then you can buy affordable furniture here. आनन्द आयो कति गर्नु भयो 1400 सोफामा बस्दा फर्निचर कति महँगो छ यहाँतिर One eternity later.
भोक लागेर लत्रकै भयो बोल्न पनि नसक्ने भएर ब्लग अफ गरेको होला अहिले त्यही भएर मैले कन्टिन्यू गरिदिएको हामी चाहिँ अहिले खाजा खान आएको हामी कोडाकमा कोकोडाकमा चाहिँ स्पाइसी चिकन पाउँछ भनेर आएको हामी चाहिँ एकदमै मिठो हुन्छ अरे अब लेट्स ट्राई खुसी 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 यस्तो सर्टको $59 59 which means कति 59 भनेको कति 59 हो र त्यो 129 लगभग 9000 नेपाली 9000 सर्ट एउटा सर्टको क्या इन्सेन तर हामीले नेपाली भएर होला नेपालीमा कन्भर्ट गर्ने बानी भएर चाहिँ त्यस्तो भएको होला है हिँड्दा हिँड्दा केमा उनलाई सिको खुट्टाको है तर यहाँ तलबाट दामी देख्दो रहेछ भ्यू चाहिँ है तर जति गाडी भए पनि यिनीहरूको यहाँ यस्तो मेन्टेन भनौँ न अब ट्राफिक कस्तो मेन्टेन गरेर हुन्छ यिनीहरूको जस्ट सिस्टम इज कडक अकल्यान्ड कस्तो लाग्दैछ तिमीलाई भन न अकल्यान्ड एकदम राम्रो छ यो बिग सिटी है क्राउडी छ पुरै तर हालत खराब आज हिँड्यो हामी 9 बजीदेखि हिँड्यो हो 9 बजीदेखि हिँड्यो अहिलेसम्म हिँड्दैछौँ मिठो है सो अहिले चाहिँ हामी फेरि एयरपोर्टकै साइडमा मनावा पे समथिङ लाइक द्याट भन्ने एउटा सपिङ सेन्टरमा आएको छु है यो चाहिँ ठ्याक्कै अकल्यान्ड एयरपोर्टको ठ्याक्कै पछाडि हो आज यति मान्छे छ पार्किङ गर्ने ठाउँ नपाएर बल्ल भएको छ हेर्नु फुल प्याक यो साइड त्यो साइड तिन साइड फुल प्याक छ धन्न हामीले चाहिँ पायौँ है लक्की सो अब यहाँ के हुन्छ के पाइन्छ हेर्ने हो सुज भयो भने एउटा उठाउने हो सो त्यही हो हामी घर कति बजी निस्किने 4-5 सो भित्र पेटौँला We are in Manawa Beach. कति ठुलो यार कहाँ जाने यस्तोमा मान्छे हराउँदैन बेबी म हराउँदैन तिमी चाहिँ हराउँछौ
सक्यो अब नाउ वी आर हेडिङ ब्याक टु होम हामी त आयौँ तर ड्राइभर आउनु भएको छैन अहिलेसम्म तर गाडी कहाँ पार्क गरेको कहीँ थाहै भएन जाने भएर ओजे भएर हिँडेको होइन जाने भएर ओजे अझ उता अर्को साइडमा जाउँ न कहाँ के हो होला सोध्यो सो त्यही हो अकल्यान्ड पनि देखियो हेऱ्यो लास्टै क्राउडी रहेछ हो अकल्यान्ड लास्टै क्राउडी छ हाउ वाज द डे बेबी टायर्ड टायर्ड टु मच टायर्ड के लियो हेर मेरो कटक 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 के त ल्याएको यो सबै हो गएर सो त्यही हो गाइस किप वाचिङ हामी चाहिँ कुन दुनियाँमा छौँ है चटपटी बनाएर खानेर हो बिच बाटोमा हो कि चटपटी खाने बेबी म खाने सो मिडल अफ नो वे हामी चाहिँ रेस्ट गर्दैछौँ अनि चटपटी बनाएर खाने रे पार्क हो यो चाहिँ फेरि तर सिटीको बिचमा रहेछ चिल छ चिल कोही छैन जुन छ आनन्द है त्यो पार्टतिर त्यो हेर्दाखेरि चाहिँ नेपालको भाइब्स आउँछ अनि मेन चाहिँ 7 बजिसक्यो बेलुकाको अनि स्टिल घाम त्यहाँ छ माथि सो समरमा घुम्न जानु भनेको मेन फाइदा यही हो अब घाम कति बजे भने 9 बजीसम्म यत्तिकै हो 9 बजीसम्म उज्यालो झलमल्ल उज्यालो हुन्छ से घाम आउँछ त्यहाँ माथि छ क्या सो त्यही हो गाइस अब एकछिन रेस्ट गर्छौँ अनि हामी जान्छौँ ढ्यान्टारान एउटा दामी देखाइदिन्छ है त गाइजहरू जस्ट लुक एट द भ्यू वाउ दामी छ हौ ठाउँ
नेपालमा यस्तो यस्तो भएको है मान्छेहरू कति आउँथ्यो होला यता यहाँ कोही छैन वाउ अब यो पनि सक्यो अब सिधै हामी घर जान्छौँ काइनर हो कि 8 बज्न लागिसक्यो सो अझ धेरै घुम्यो है बेबी के को खन्चुवा त्यतिकै मोटो हुँदैछ मान्छे होइन मिठो पाएपछि त हड्डी नै खराब कुरो एकदमै राम्रो छ एकदमै फाइनली घर पनि आइपुग्यो के किन्नु भनेको के सोचिदिने हेरेर नाइकी डङ किन्नु गएको पुमाको भ्यान्सको हानि है लास्टमा तर ठिकै छ यो सोच पनि नट ब्याड धेरै राम्रो हो तर राम्रो कुरा चाहिँ के हो भने 160 को होइन यो 160 को 60% अफ हुँदा 60% अफ हुँदा हामीले 64 तिर होइन 64 विच इज गुड हाफ भन्दा नि लो दियो नि हामीले त्यही भएर मात्र लिएको यो र अनि मेन कुरा मलाई मन परेको यो एक्स्ट्रा छ क्या वाइट तँ नलभर हो नि त